प्रस्तुत हुनुहुनेछ भन्ने शुभकामना गर्दै र यहाँ साउदी अरबमा तपाईहरुको संगठनको तपाईहरुको समाजको विस्तार गर्नलाई मेरो व्यक्तिगत रूपबाट मेरो बुद्धि विवेक क्षमता र हैसियतले भए जति के सहयोग गर्नुपर्ने हो सधैँ म तपाईहरुप्रति खुला रहनेछु सहयोगको लागि म सधैँ तत्पर रहनेछु भन्दै मलाई यस मञ्चमा आएर दुई शब्द आफ्नो कुराहरू राख्ने मौका दिन भएकोमा यहाँहरूलाई धन्यवाद ज्ञापन गर्दै धन्यवाद विशिष्ट समाजसेवी वरिष्ठ समाजसेवी श्री दीक्षक बुढामाकाज्यूलाई साथै नै उहाँले मितलाइको समाज ओझेलमा परेको सत्य तथ्य इतिहासलाई तपाईँ हाम्रो समक्ष पुनश्च प्रकट गर्नुभएको छ र यस संस्था र यस समाजको निम्ति आफ्नो हैसियत आफ्नो खुबीले भेटेसम्म र मिलेसम्म उहाँले सहयोग गर्दै जाने समर्थन दिँदै जाने जुन एउटा हामी प्रति आश्वासन दिनुभएको छ उहाँप्रति मितलाइको समाज साउदी अरबिया सदैव आभारी रहनेछ कृतज्ञ रहनेछ र यसै क्रममा यहाँनिर 1 मिनेटको लागि एकजना मित्रले मसँग बिचमा माइक माग्नु भएको